तपाई नेपालको आगामी प्रधानमन्त्रीका रूपमा कसलाई देख्न चाहनुहुन्छ? बालेन शाह, केपी शर्मा ओली, गगन थापा, प्रचण्ड कि हर्क साम्पाङ? आफ्नो विचार व्यक्त गर्न लाइक, शेयर र फलो गर्दै हाम्रो उम्मेद्वारलाई होइन, राम्रो उम्मेद्वारलाई भोट दिनुहोस्। नमस्कार, म प्रस्तोता बोधराज पौडेल। आज म यहाँ फागुन 21, 2082, मार्च 5, 2026 मा हुन गइरहेको नेपालको आगामी प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राखेर प्रमुख प्रधानमन्त्रीका दावेदार नेताहरूको परिचय, उनीहरू आबद्ध पार्टी, निर्वाचन क्षेत्र, मुख्य प्रतिस्पर्धा, जित्ने सम्भावना तथा कुन नेता वा कुन पार्टीले प्रधानमन्त्री बन्न सबैभन्दा बलियो दावेदारी प्रस्तुत गरिरहेका छन् भन्ने विषयमा विस्तृत विश्लेषण प्रस्तुत गर्दैछु। प्रमुख प्रधानमन्त्री दावेदारहरू: बालेन शाह। बालेन्द्र शाह, जसलाई सर्वसाधारणले बालेन शाहको नामले चिन्छन्, पूर्व काठमाडौँ महानगरका मेयर हुन्। उनी जेन जी आन्दोलन मार्फत युवा र वैकल्पिक राजनीतिक धाराको प्रतीकका रूपमा उदाएका छन्। उनको लोकप्रियता र सक्रिय युवा समर्पणलाई आधार मानेर राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई प्रधानमन्त्रीका प्रमुख दावेदारका रूपमा अघि सारेको छ। यस सन्दर्भमा झापा 5 निर्वाचन क्षेत्रमा उनी केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी एमाले लगायत अन्य प्रमुख उम्मेद्वारहरूसँग प्रत्यक्ष प्रतिस्पर्धामा छन्। झापा 5 मा प्रतिस्पर्धा अत्यन्त कडा हुने अनुमान छ, तर युवा र शहरी मतदातामाझ देखिएको उल्लेखनीय समर्थनका कारण यो क्षेत्र यस निर्वाचनको सर्वाधिक चासोपूर्ण र रोमाञ्चक क्षेत्रको रूपमा मानिँदैछ। केपी शर्मा ओली नेपालका धेरै पटक प्रधानमन्त्री भइसकेका र नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली अनुभवसिद्ध र स्थापित राजनीतिक नेता हुन्। उनी झापा 5 निर्वाचन क्षेत्रमा बालेन शाहसँग प्रत्यक्ष भिडन्तमा छन् र संगठनात्मक शक्ति, लामो अनुभव र स्पष्ट राजनीतिक धारणाका कारण प्रधानमन्त्रीका बलिया दावेदारका रूपमा मानिन्छन्। ओली नेतृत्व गरेको पार्टीको संगठन ग्रामीण क्षेत्रमा विशेष बलियो मानिन्छ। यसका कारण झापा 5 जस्ता निर्वाचन क्षेत्रमा उनको प्रभाव अझै मजबुत देखिन्छ र प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ। गगन कुमार थापा। नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापा सुशासन, संस्थागत सुधार र लोकतान्त्रिक मूल्यमा जोड दिनुका कारण चर्चित छन्। उनी पार्टीलाई भावी प्रधानमन्त्रीका सम्भावित दावेदारका रूपमा अघि सारेको छ। उनी सर्लाही 4 निर्वाचन क्षेत्रमा स्थानीय र अन्य दलका उम्मेद्वारहरूसँग प्रत्यक्ष प्रतिस्पर्धामा छन्। कांग्रेस ठूलो पार्टी भएकाले संगठनात्मक बल छ, तर नयाँ निर्वाचन क्षेत्रमा होमिनु र पार्टीभित्रका आन्तरिक मतभेदले उनलाई केही चुनौती दिने अपेक्षा गरिएको छ। पुष्पकमल दाहाल प्रचण्ड। नेपालका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिका सबैभन्दा अनुभवी र प्रभावशाली नेतामध्ये एक हुन्। अशस्त्र आन्दोलनदेखि शान्ति प्रक्रिया, संविधान निर्माण र सत्ताको नेतृत्वसम्म पुगेको उनको यात्रा नेपाली राजनीतिक इतिहाससँग गहिरो रूपमा जोडिएको छ। पार्टी निर्णय अनुसार प्रमुख प्रतिस्पर्धी क्षेत्रमा चुनाव लडेका प्रचण्ड कांग्रेस, एमाले र नयाँ दलका उम्मेद्वारहरूसँग प्रतिस्पर्धा गर्दैछन्। माओवादी केन्द्र एक्लै बहुमत ल्याउने अवस्थामा नभए पनि गठबन्धन राजनीतिमा प्रचण्ड निर्णायक भूमिकामा देखिन सक्छन्। सत्ता समीकरण मिलाउने क्षमताका कारण उनी प्रधानमन्त्री बन्ने सम्भावना अझै कायम छ। हर्क साम्पाङ। धरान उपमहानगरका पूर्व मेयर हर्क साम्पाङ श्रम, आत्मनिर्भरता र जनमुखी शासनको एजेण्डा बोकेर राजनीतिमा उदाएका नेता हुन्। उनले श्रम संस्कृति पार्टी स्थापना गरी वैकल्पिक धार प्रस्तुत गरेका छन्। सुनसरी 1 निर्वाचन क्षेत्रबाट चुनाव लडेका साम्पाङ स्थापित दलका अनुभवी नेताहरूसँग प्रतिस्पर्धा गर्दैछन्। देशव्यापी संगठन कमजोर भए पनि स्थानीय स्तरमा उनको जनसमर्थन उल्लेखनीय छ, तर संसदीय अनुभवको कमी भने उनको मुख्य चुनौतीका रूपमा देखिन्छ। प्रधानमन्त्री बन्ने सबैभन्दा बलियो दावेदारी: नेपाल कम्युनिष्ट पार्टी एमाले, केपी शर्मा ओली, बलियो संगठन र ग्रामीण आधारका कारण धेरै सीट ल्याउने सम्भावना। नेपाली कांग्रेस, गगन थापा, ठूलो दल तर आन्तरिक चुनौती र नयाँ निर्वाचन क्षेत्रको जोखिम। नेकपा माओवादी केन्द्र, प्रचण्ड, गठबन्धन बनेमा निर्णायक शक्ति। राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन शाह, युवा र शहरी क्षेत्रमा आकर्षण तर स्पष्ट बहुमत कठिन। श्रम संस्कृति पार्टी, हर्क साम्पाङ, स्थानीय प्रभाव बलियो, राष्ट्रिय स्तरमा सीमित। नेपालमा प्रधानमन्त्री सिधै जनताबाट चुनिँदैनन्। प्रतिनिधि सभामा सबैभन्दा ठूलो पार्टी वा गठबन्धनका संसदीय नेता प्रधानमन्त्री चयन हुन्छन्।
यदि एमाले वा कांग्रेसले स्पष्ट बहुमत सीट ल्याए भने ती दलका शीर्ष नेतामध्ये एक प्रधानमन्त्री बन्ने सम्भावना बलियो हुनेछ। तर राष्ट्रिय स्वतन्त्र पार्टी, माओवादी केन्द्र, नयाँ दलहरू र सम्भावित गठबन्धनहरूको समर्थन अन्तिम निर्णयमा निर्णायक बन्ने देखिन्छ। नेपालको आगामी निर्वाचन पुराना अनुभवी नेता र नयाँ वैकल्पिक नेतृत्व बीचको निर्णायक टक्करका रूपमा देखिँदैछ। अन्तिम नतिजा पूर्ण रूपमा मतदाताको निर्णयमा निर्भर रहनेछ र यदि कुनै पनि दलले एक्लै बहुमत ल्याउन नसकेमा गठबन्धनको राजनीति नै सत्ताको चाबी बन्नेछ।